नेपालको मान्छेलाई मैले बुझाउन सकेको छु कि छैन मलाई थाहा छैन। तर तपाईँहरूले यति बुझ्नुहोस् कि एआईले तपाईँलाई सपोर्ट दिन्छ। तपाईँको त्यो सपोर्ट सिस्टम बन्न सक्छ। तपाईँलाई चोर्ने बाटो दिने होइन। इट इज नट इन सर्टकट। एआई सर्टकट कदा पनि होइन। मैले पढिरहेको कतिवटा क्लासेसहरूमा होइन, प्रोफेसरहरूले मलाई एआई चलाउन सिकाउनुहुन्छ कि एज अ क्रिएटिभिटी बढाउनको लागि र प्रोडक्टिभिटी बढाउनको लागि, चोर्नको लागि होइन, प्लागरिजमको लागि होइन। तपाईँको आफ्नो मौलिकता खोइ त नि। तपाईँले यदि च्याट जिपिटी युज गरेर एसाइनमेन्ट गर्दै हुनुहुन्छ होइन, होमवर्क गर्दै हुनुहुन्छ, रिसर्च पेपर गर्दै हुनुहुन्छ र कम्प्लिटली एआईमै भर पर्नु भएको छ भने हजुरको क्रिएटिभिटी खै त? तपाईँले त्यसलाई एकदमै गलत प्रयोग गरिरहनु भएको छ जस्तो लाग्छ है मलाई चाहिँ अहिलेको कन्डिसनमा होइन। सो बुझ्नुहोस्, त्यो बारेमा सिक्नुहोस् अनि युटिलाइज गर्नुहोस् के। त्यो माथि भर नपर्नुहोस्। मान्छेहरूले कस्तो राम्रो राम्रो युजको लागि एआईहरू युज गरिरहनु भएको छ कि हुन्छ नि, कस्तो प्रोडक्टिभ कामहरू गरिरहनु भएको छ कि हुन्छ नि। जस्तै अहिलेको कन्डिसनमा जति पनि रिमोट कन्ट्रोल कुराहरू भइरहेको छ नि, जस्तै हाम्रो एआई एजेन्ट्सहरू भनौँदेखि लिएर हाम्रो एआई फ्लाइट टिकट काट्ने ठाउँहरू भनौँदेखि लिएर हाम्रो एआई टेलिकम्युनिकेसन हामीले यति धेरै युज गर्न थालिसक्यौँ नि अब होइन। अब त्यसलाई हामीले पनि अब सोच्नु पऱ्यो कि अझै कसरी क्रिएटिभिटी हाम्रो युज गरेर कसरी अरू ठाउँमा अरू फिल्डहरूमा पनि युज गर्न सकिन्छ भनेर, न कि चोर्नको लागि।